भागेर आएको भने क्या लगाएको मेरो मोबाइल झारेर किन भागेर आएको भने अनि नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाएर के लगाउने माला लगाइदिने लगाउँदैन जसले भने मान्दैन उसलाई लगाइदिन्छु। 25 वर्षीय हाम्रो गणेश नेपाली उहाँको निधन भएछ हैन। मुटु नै भारी भएर आइरहेछ के कस्तो चाहिँ देश नेपाल रहेछ हाम्रो है। 10,000 हामीले हिजो रातभरि खट्यौं। म यतिकै यो आँसु झरे किन आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। नमस्ते साथीहरू, आजको भिडियोमा हामी गणेश नेपालीको दर्दनाक घटनाको बारेमा छलफल गर्न गइरहेका छौं। यो घटना सुनेर हजुरहरूको आँखाबाट आँसु रोक्न धेरै गाह्रो हुनेवाला छ, किनभने आज एकजना गरिब राइडरलाई नेपालका मनै हुँ भन्ने नगरपालिकाको दादागिरी र बिना कारण दिइएको दुःखका कारण गणेश नेपालीले आफूलाई राजधानी जस्तो ठाउँमा पेट्रोल खन्याएर आगो लगाएका छन्, जुन निकै दर्दनाक थियो। यो कुरा नेपालभरि निकै भाइरल भएकाले यस विषयमा नेपालका क्रिएटरहरू र नेपालका नेताहरूले के भन्नुभएको छ त्यो सबै हामी आजको भिडियोमा छलफल गर्नेवाला छौं। त्यसैले भिडियो सुरु हुनुभन्दा अगाडि सबैजनाले लाइक गरिदिनुहोला। सबैभन्दा पहिला यो कुरा उठाउने जेनजी भाइको दिदीले यो कुरालाई कसरी लिनुभएको छ र के भन्नुभएको छ त्यो हेरौँ। 25 वर्षीय हाम्रो गणेश नेपाली उहाँको निधन भएछ हैन। मुटु नै भारी भएर आइरहेछ के कस्तो चाहिँ देश नेपाल रहेछ हाम्रो है। 10,000 त्यो कुरा समयमा पछाडि जान सक्यो नि कति कुरा बदल्न हुन्थ्यो क्या। त्यस्तै अपर्च्युनिटीहरू नपाएर करप्सन धेरै भएर रोजगारीहरू केही नपाएर त्यत्रो पढ्या छ लेख्या छ तर जागिर भने केही अपर्च्युनिटी नै छैन हैन। त्यो सबै भएर त युवाहरू फ्रस्ट्रेट भएर त्यत्रो आन्दोलन भयो हैन। त्यो पनि सेलाइसक्यो, कति बच्चाहरूको ज्यान गयो त्यो पनि सेलाइसक्यो हैन। अब अहिले त्यही बच्चाहरूलाई दोष दिन्छन्, भन्छन् यिनीहरूले तोडफोड गरे यिनीहरूले गरे, जबकि साधारण प्याम्पलेट बोकेर हामीलाई लुटेर हैन हामीलाई राम्रो लिडर चाहियो यता भनेर भन्दाखेरि गोली हानेर मार्दै हाम्रो भाइहरूलाई अहिलेसम्म न्याय पाएको छैनौँ हामीले हैन। त्यसै गरी हाम्रो यो गणेश नेपाली उहाँकोलाई अहिले बिचरा भन्नुहुन्छ सबैले, तर हाम्रो नेपाली कस्तो छन् भनिस् भोलि गएर आफैले पेट्रोल हानेर मारे त हो नि, त्यसलाई कसले गर भनेको थियो, त्यसलाई यस्तो थियो उस्तो थियो भन्छन् क्या। कहिले पनि त्यो आफूलाई नपरिकन कसैले बुझ्दैन क्या। अब उहाँको आत्माले शान्ति पाओस्। अब यस्तो घटना भविष्यमा हुन नदिन के चाहिँ गर्न सकिन्छ त? यो सरकारको पनि दायित्व हो जस्तो लाग्छ हैन। अब न्याय चाहिँ सबैले पाउनु पर्यो। अब एकदमै मुटु भारी भइरहेको छ के। त्यही कुरा सोचेर बसिरहेको थिएँ म बिहानदेखि अझै। अनि अहिले झन् त्यो खबर सुन्दाखेरि कस्तो भारी भइरहेछ। अब त सबैको मन छ भने सबैलाई चित्त दुख्छ होला, त्यही भएर सबैले नेगेटिभिटी सबै हटाएर हैन अहिलेको यो टाइममा चाहिँ उहाँको आत्माले शान्ति पाओस् भनेर एउटा कामना गरिदिनु होला। त्यति गरिदिन सक्नुभयो भने तपाईँ एउटा असल मान्छे नभए नि असल हुन्छ नि, असल नेपाली नभए नि एउटा असल मान्छे हुनुहुन्छ है त। ल उहाँले भन्नुभएको त सुनिहाल्नु भयो। अब हामी गणेश नेपाली र नगरपालिकाको त्यो भिडियो हेरौँ जुन उहाँले आफै सुट पनि गर्नुभएको थियो। कहाँ जानुहुन्छ जानु? किन भागेर आएको? किन भागेर आएको? कहाँ रोकेको थियो भन्नु न। माथि रोकेको थियो। कहाँ? बाइकमा बसे लक नआउँछ। के अनि भने नमान्ने? भने नमान्ने? मिल्दैन भने त मैले के गर्नुहुन्छ भने किन भन्नुभयो? के भन्नुभयो? बोले तपाईले मिल्दैन भने त मैले म मिल्दैन म हिँड्नु मिल्दैन भने त मैले मिल्दैन किन भागेर आएको भने क्या लगाएको मेरो मोबाइल झारेर किन भागेर आएको भने तपाईले किन लक लगाएको नि? अनि नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाएर के लगाउने माला लगाइदिने? बोले बाइकमा थियो लगाउने हो त्यहाँ लगाउन नि। लगाउँदैन जसले भने मान्दैन उसलाई लगाइदिन्छु। मान्छेले हेर्छ यो मोबाइल फुटाइदिएर चाहिँ कसले उ गर्छ? मोबाइल फुटायो किन फालेको मेरो मोबाइल? मोबाइल किन्न त अनि आफै आउँछ फुट्दैन? फुट्दैन हो त्यही हो। यो मोबाइल फुटेको उ गर्नु पर्यो। बाइकको माथि छ तर लक लाउन आउँछ। यो भिडियो त हेरिहाल्नु भयो। यसमा नगरपालिकाको दादागिरी देखेर नगरपालिकाप्रति आक्रोश हेट व्यक्त गर्दै मानिसहरूले भिडियोहरू बनाउनु भएको छ, त्यो पनि हेरिहालौँ। उहाँ दुईजनाले 200 को हाराहारीमा रहेको नगर प्रहरीलाई बढाएर 500 सम्म पुर्याउनु भयो। यी नगर प्रहरीले गरिबलाई आतंकवादी भन्दा पनि नराम्रो अमानवीय व्यवहार गरे जसको चर्को आलोचना भयो। बालेनले फुटपाथको व्यवस्थापन गर्छु भने तर खाली गरिब खेद्ने काम मात्रै भयो। अहिले उनै बालेन प्रधानमन्त्री छन् तर उनले छोडेको यो नासो नगर प्रहरीको आतंक आज पनि देखिन्छ। त्यसैले सबैभन्दा पहिले यो नगर प्रहरीलाई खारेज गरौँ र नेपाल प्रहरीकै दरबन्दी बढाउँ। काठमाडौँमा नो पार्किङको मात्र बोर्ड देखिन्छ त पार्किङ कहाँ गर्ने कुनै पर्याप्त ठाउँ नै छैन। पठाउ दाइले यात्रु चढाउन बाइक त कतै रोक्नु पर्ला, ट्राफिक त्यहाँ ढुकेर बसिरहेको हुन्छ।
कति बेला रुक्ला र चिटकाटमला भनेर कि त विदेशको जस्तो पिकअप जोनहरू हुनु पर्यो, त्यस्तो यहाँ केही पनि छैन। ट्राफिक साइनबोर्डहरू कतै पिपलको रुखमा कतै पोलमा टाँसिएको हुन्छ जुन आँखाले देख्दै देख्दैन। ट्राफिक इन्जिनियरिङ पढेकोले बुझ्नु भएको छ साइनबोर्ड कहाँ राख्ने, धर्का कसरी कोर्ने, यो सबैको मापदण्ड हुन्छ। त्यसैले चाहिँ लापरवाही भए मात्र ट्राफिकले चिटकाट्छ है भन्ने यो अल्प ज्ञान नराखौं र सोमालिया जस्तो पूर्वाधार भएको देशमा स्कटल्यान्ड जस्तो फाइन तिरायो भने सबै ठिक हुन्छ भनेर कुतर्क पनि नगरौं। हिजो आगो लागिसकेपछि नेपाल प्रहरीले अपराधी चाहिँ घिसार्नुले चाहिँ प्रहरीको ट्रेनिङ नपुगेको, फर्स्ट एडको ज्ञान नभएको जनाउँछ र यति वीर अस्पतालमा उपचार गर्नुभन्दा अगाडि 2 घण्टा कुर्नु परेको हो भने चाहिँ राज्यले सम्पूर्ण जिम्मेवारी ल्याउनुपर्छ। र अर्को मेन कुरा भनेको ट्राफिक प्रहरीले चिट काट्यो भने तपाईलाई चिट दिन्छ र बाइक लगेर जान पाउनुहुन्छ, तर नगर प्रहरीलाई जबसम्म तपाईले पैसा बुझाउनुहुन्न उनीहरूले बाइक दिँदैनन्। ठूलो टर्चर तपाईले झेल्नुपर्छ। विकसित देशमा पनि यस्तो कतै पनि छैन, तपाईको चिट त घरै आउँछ। त्यसैले यो टर्चर नगर प्रहरीले तत्कालै अन्त्य गर्नुपर्छ। यो ठूलो पाठ हामीले सिक्न आवश्यक छ। मैले फेरि पनि भन्छु हैन, गणेश नेपाली भाइलाई हार्दिक श्रद्धाञ्जली। तर गणेश नेपाली भाइलाई हैन शरीर भन्दा 1000 रुपैयाँ पैसा ठूलो लाग्नु कारण के थियो हैन? शरीर 1000 रुपैयाँको लागि आत्मदाह गर्नुपर्ने बाध्यता के थियो हैन? अनि अर्को कुरा भनेको यहाँ के छ भन्दाखेरि जसरी त्यहाँ नगर प्रहरी हुँदा हुँदै उसले पेट्रोल कसरी ल्यायो, पेट्रोल कोले ल्याइदियो, पेट्रोल को मार्फत लियो, अनि नगर प्रहरीको अगाडि उसले आफ्नो ज्यानमा शरीरमा चाहिँ पेट्रोल कसरी छर्क्यो हैन? यो कुरा तपाईहरुले बुझ्न एकदम जरुरी छ हैन? नगर प्रहरीको अगाडि चाहिँ भाइले कसरी ज्यानमा आगो लगाउन सक्यो के? यो हरेक कुरामा राजनीतिक एकदम धेरै झल्किरहेको छ हैन? र अहिलेको सरकारलाई विफल बनाउनको लागि, अहिलेको सरकारलाई विफल देखाउनको लागि यो हर कोसिस, हर प्रयास भएको छ। त्यही भएर सरकार यो कुरामा एकदम चलाक हुनुपर्छ र यदि कोही मार्फत यो भाइ परिचालित भएको हो भने यो कुरामा सबैजनाले आवाज उठाउनुपर्छ। होइन भने अहिले यो एमालेको युवा संघले चाहिँ यो भाइले किनेको बाइकको चाहिँ बाँकी पैसा तिर्दिने भन्न अघि नै कबुल गरिसकेको कारण के हो, यो कुरा सरकारले खोज्नु जरुरी छ, खोज्नु होला। यो पनि हेरिहाल्नुभयो। अब अन्तिममा यो प्रयासलाई पनि मानिसहरूले राजनीतिसँग जोडेका कारण सुदन गुरुङले यसप्रति दिनुभएको प्रतिक्रिया पनि सुनौ। कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त, तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा? तपाईहरु आफै भन्नुस्, स्थानीय सरकार कसको? व्हील लक लागेको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्। आफूले अघि बढ्नुपर्छ, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त। आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ, हामी प्रयास गरेकै हो मान्छेहरू। र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरू, मान्छेहरू जो अगाडि एउटा बोल्नुहुन्छ पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ। यो अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडि बोल्नु पर्यो। ल त यति सुन्दै आजको भिडियो अन्त्य गर्दछु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।